प्रत्यक्ष निर्वाचित कार्यकारी गराउने पक्षमा पनि छैनन्, अहिले संविधान पुनर्लेखन गर्ने पक्षमा पनि छैनन्, अहिले यिनीहरू प्रदेश सभा राष्ट्रिय सभा खारेज गर्ने पक्षमा पनि छैनन्। यो सरकार मैले प्रधानमन्त्रीलाई उसलाई भेट्दाखेरि चाहिँ जस्ट यिनीहरूले चाहिँ गृहमन्त्रीले भेट्दाखेरि चुनाव गराउने मात्रै टार्गेट छ। हामीले चुनाव बनाउनु मन्त्री बनाएको हो, चुनाव बनाउन आन्दोलन चुनाव त यही प्रोसेस भयो नि, पुरानै प्रोसेस। हामीले 84 सालको चुनाव भयो, 72 सालमा के 82 सालमा गराउनलाई हामीले यो यत्रो विद्रोह यत्रो जनाले ज्यान गुमाएका हुन्, यत्रो जनाले गरेको हो, यसैका लागि हो, होइन नि त सर, होइन नि त, होइन। जेन्जीहरूले ज्यान गुमाएको, जेन्जीहरूको रगत बगाएको, पसिना बगाएको, जुन बगाए त्यो भनेको चाहिँ यो देशमा भ्रष्टाचार अन्त्य होस्, पहिलो कुरा यही हो कि माग एउटै मात्र कुरा हो नि त। शिक्षा स्वास्थ्य फ्री होस्, देशमा युवाले रोजगार पाओस्, सबै भ्रष्टाचारहरूको सम्पत्ति छानबिन गरेर राष्ट्रियकरण होस् भनेर गरे हो नि त सर। त्यो देखेर त्यो सपना देखेर ज्यान फालेको हो नि त। जेन्जीले आन्दोलन पनि त्यसैका लागि सुरु गरेको नि त। जेन्जीलाई कसैलाई सुन्नेकै छैन, जेन्जी कसैलाई मतलबै छैन क्या सर। यत्रो आन्दोलनमा युवाहरू खै त सरकारमा प्रतिनिधित्व पनि जेन्जीको अहिलेसम्म न शहीद परिवारको भएको छ, न घाइतेको भएको छ, न जेन्जीको भएको छ। जेन्जी रेभोल्युसनले जस्टिफाई या जस्टिस तब पाउँछ जब तपाईँले भने जस्तै पहिला यी 3 जनालाई कस्टडीमा ल्याइहाल्नु पर्यो, अहिले नै आजै ल्याउनु पर्यो। त्यसपछि प्रत्यक्ष कार्यकारी निर्वाचन अन्तरिम सरकारबाट पारित हुनु पर्यो हो। पहिला त्यसपछि फर्स्टमा चाहिँ यो कारबाही गर्नु पर्यो, सेकेन्डमा चाहिँ के गर्नु, अन्तरिम संविधान पुनर्लेखन गर्नु, अन्तरिम संविधान लेखन गर्नु पर्यो या संविधान पुनर्लेखन गर्नु पर्यो, प्रत्यक्ष कार्यकारी इन्भल्भ हुनु पर्यो, कार्यकारी लेख्नु पर्यो, संविधान सभा राष्ट्रिय सभा खारेज लेख्नु पर्यो, होइन। अनि यो सबै अरू धेरै बाधा अर्चनहरू छन् कि नेपालको साल सदुपयोग गर्न, नेपालको जडीबुटी सदुपयोग गर्न पाइन्न, नेपालको पानी बेच्नु पाइन्न, नेपालको खानी बेच्नु पाइन्न, इन्डियाबाट आएर तरकारी फलफुलहरू हामीले ट्याक्स लाउन पाइन्न, यो सबै कुरा पुनर्मार्जन गरेर होइन फेरि यो संविधान च्यात्नै पर्छ जस्तो लाग्छ कि